नमस्ते सबैजनालाई। आज चाहिँ हामी यसो मलेसियाको जङ्गलमा निहुरो टिप्नको लागि आइरहेछ। उतातिर छ एउटा साथी जू एउटा हुनुहुन्छ। कभी कभी लगता है कि आप उन्हीं भगवान है। कुद मिचु कुद 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 भेट्यो 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 छिटो 4 नम्बर गियरमा लाउ त। ओ मिचु त्यो साइकलको 4 नम्बर गियरमा हाल त। भेट्यो 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 छिटो कुद। कुद ओ मिचु हाय कत्रो गरौ यार। कुद मिचु कुद भेटिसक्यो भनेको। गोरुले हान्छ। यसले हान्छ कि हिजो त्यसको भरोसा छैन, पोजिसन चाहिँ हेर्नुपर्छ। ओहो त्यसले झुम्टिन्छ क्या यसले। अस्ति मलाई पनि झुम्टेको, फर्केको यहाँ पनि यस्तै बाटोमा हेर। हाने ढुङ्गाले मिल्छ ढुङ्गाले। गजलले आइज। ल ल ल घुमौँ ल। म त त्यति घुम्न मात्रै आएको हो। अनि ओहो गरब क्या दामी देखिरहेछ हौ यता है। निलो हरियो वन जङ्गल। ल ओ गाउँतिर आइपुगेछ। यहाँबाट चाहिँ कहाँ पुग्छ होला? यो खोलाको किनारा जाने हो। जहाँ पुग्छ त्यही बस्ने हो। हामी बडुवा हो, बाटोमा हिँड्ने। निकै रहेछ ल माछा मार्ने मान्छे। बाइक छ त मिल्यो। लोकल त होइन नि यो, म्यानमार हो कि। खै कहाँको हो? लोकलले मार्दैन यसरी। उल्टै मान्छे पो रहेछ त यार माछा मार्ने। म्यानमार हो म्यानमार। हामी चाहिँ यस्तो निहुरोहरू खोज्न आएको छौँ आज सन्डेको दिन, आइतबारको दिन छुट्टी भएको बेलामा यस्तै निहुरोहरू टिपेर खान्छु। केटाहरू परातिर कति टिप्यो निहुरो?